अब मेगी खाउँ ज्यान बनाऊ है कामै छैन नत्र मर्छ मान्छे भोक भोकै टक्क मेगी बनाउनु टक्क मेगीले ज्यान बन्छ। एउटा मेगीको लागि चाहिँ हाम्रो हेर प्याज यति छ, टमाटर यति छ, सबभन्दा चाहिँ हेर खुर्सानी हरियो खुर्सानी कति छ चाहिँ काट्नै बाँकी छ होइन। मात्र दुईवटा मेगी हो फेरि दुईवटा मेगीको लागि चाहिँ यति मेटेरियल हालेर बनाउने गर्छौँ है हामी। कल्चर के छैन के हो पारा भोक लागिसक्यो त यहाँ मलाई त यार। यसो मेगी सिकी खाने प्रोग्राम गराउन भाइ जाउँ। कसको बिजनेस? होलसेल मार्केट को चाहिने हो भने कोसँग बिजनेस गर्ने? तैँले गर्छस् बिजनेस? अनि कोले गर्छ त कहाँ गर्छस् बिजनेस? कति लाखको कहाँ कस्तो बिजनेस हो त्यो? केटा नेपालको बिजनेसमा नेपालमा के चल्छ अब के पैसा कति लाग्यो नि कति इन्भेस्टर को छ? इन्भेस्टर छ को छ? मेरो भाइ पैसा वालो देखाइदिउ देखा त पैसा पैसा किनिदिनु पर्यो सबैलाई देखा त पैसा छैन यार के यार देखा क्या अब ओ माई गड ल कति पैसा छ यतिले हुन्छ त यार भाइ कति नोट छ त्यसमा नोट हेर्नु हुन्छ के कति नोट छ देखा न यार 3 नोटले अनि 3 नोटले हुन्छ त नेपालमा व्यवसाय करोडौँ मान्छेहरू त डुबिसक्यो होइन भाइ के अब म आफ्नो होलसेल मार्केटिङ हाल्दैछु चाहिने भयो भन्ने होलसेल मार्केटिङ छ होइन भाइको छ होइन अब अहिले चाउचा तँले चाउचा खिलाउनु पर्छ होइन जबसम्म तँले चाउचा खिलाउँदैनस् तबसम्म पत्याउँदैन जब त टक्क चाउचा खिलाउँछ जमिन माथि इन्जेक्सन दिएर आऊँ होइन यही बनाउन कति भएको छ टाइम 3 बजे देखा न टक्क बारे यता ओ भानिस खाने होला मेगी मैगी बनाउँदैछौँ मानिस रोयल हाउसमा आउनुहोस् के तपाईँ रोयल हाउसमा आने आसन 3 बजे 16 मिनट चाहिँ राति हाम्रो सोसाइटीको यो होइन काम गर्ने मान्छेहरूको चाहिँ यस्तो छ अवस्था अहिले यसको बिल्डिङमा आएको छु म चाहिँ आफ्नो बिल्डिङ छोडेर उताबाट भाइ चाहिँ कलमा छन् फेरि जति छ दुइटै मेगी लिएर आइज भाइ छिटो पैसा तँसँग छ तँले मलाई 20 रुपियाँ दिनु छ भाइ त्यसमा 15 रुपियाँको मेगी आउँछ 5 रुपियाँ बच्छ 5 रुपियाँ पछि दिँदा भइहाल्यो या त चुरोट लिएर आइज 5 रुपियाँको जा छिटो जा म त माथि गएर मेटेरियल सेटेरियल होइन रेडी गरेर राख्छु टक्क पारेर पैसा ल्या तेरो बिल्डिङ हो यो होइन त टक्क माथि गएर मेटेरियल निकालिस् प्याज टमाटर हरियो खुर्सानी अदरक पेस्ट सबै निकालेर बाहिर निकालिस् होइन म चाहिँ ऊ लिएर आउँछु मेगी लिएर आउँछु ल निकाल 30 रुपियाँ यही बनाउने कहाँ जाने त अनि यार मेटेरियल निकाल्नु त सक्सेस भने त्यसो भए ठिक छ नि त यहाँ 30 रुपियाँ 10 रुपियाँ रिटर्न भन्ने हुँदैन भाइ छ अलरेडी ल त्यसो भए 40 रुपियाँ है साथीहरू अब चाहिँ यसो मेगी किन्न जानु पऱ्यो होइन टक्क पारेर पसलमा आइसक्यो होइन टक्क यहाँ छ 30 न अब मेगी खाउँ ज्यान बनाऊ है कामै छैन नत्र मर्छ मान्छे भोक भोकै टक्क मेगी बनाउनु टक्क मेगीले ज्यान बन्छ। यसको लागि चाहिँ होइन सामान सोध्दैछ केटोले के सामान निकालिसक्यो यो 3वटा प्याज निकालिसकेको छ 2वटा टमाटर निकालिसकेको छ होइन अरू कटिङ बोर्ड कहाँ छ भाइ टक्क होइन अब यसलाई चट्ट कटिङ गरेर देखाउँछु म तपाईँहरूलाई ल साथी यहाँ चाहिँ हामीले बनाउने अब टक्क बारे यहाँ छ होइन हाम्रो भाडा बनाउनेवाला बाहिरको डेकोरेसन यस्तो छ होइन अगाडि चाहिँ जिम छ टक्क अब यसमा बनाउने अब तेल तातिसक्यो गरम भइसक्यो होइन हाम्रो सबभन्दा सुरुमा चाहिँ हाम्रो प्याज जान्छ होइन टक्क यसलाई ग्रेडिङ गर्ने अलिकति ग्रेडिङ भइसकेपछि योसँग हरेको खुर्सानी पनि जान्छ मिर्च सँगसँगै ठिक हुन्छ क्या भाइ नत्र भने पिरो बढी हुन्छ हात अलि साब नत्र भने पिरो लाग्ला भाइ टक्क अब हेर हरियो खुर्सानी र प्याज टक्क छ होइन गरमै भएन भाइ के हो पारा यो बढाउनु पर्छ भने थाहा यहाँ प्रेसर कुकमा राख्नुपर्छ भने थाहा अनि 1200 14 16 1800मा राख्नुपर्छ भने थाहा अनि पो गरम हुन्छ त भाइ के भयो यार चलाउन आउँदैन के हो यो चुल्हा टक्क पारे यहाँ चाहिँ हाम्रो मेटेरियल रेडी छ टक्क पारे यसको लागि चाहिँ अलि नुन हालौँ होइन किनभने यसले गलाउँछ क्या टक्क छिटो गलाइदिन्छ यसले तर अहिले टक्क नुन हालौँ बस यति जति हालौँ मैले 1 सेकेन्डको लागि 1 मिनटसम्म चाहिँ ढक्कन लगाएर टक्क चाहिँ फाइनली टमाटर हाम्रो यसलाई प्याज अलिक ग्रेडिङ भइसक्यो टक्क पाएर अब टमाटर बन्नेले ग्रेडिङ गरौँ होइन ल फाइनली ग्रेभी चाहिँ भइसकेको छ साथीहरू टक्क हेर ग्रेभी रेडी छ हाम्रो अब यसमा चाहिँ टक्क अलि पाक्न दिएर केटोको नास्ता है यो नास्ता मात्रै हो अब होइन मेरो पनि यो नास्ता हो यसमा चाहिँ मेगी टन्न फुल मेगी छ होइन रोटी कतिवटा रोटी छन् होइन अझ फेरि भोक लागेको बेला त कति खाइन्छ होइन
एक कोकर भात यहाँ डेकोरेसन चाहिँ यस्तो छ मस्त राति बजे कति बजी देखा त 3 बजे स्टार्ट हो 3:39 39 होइन 3:59 4 बज्यो गाइज